नमस्कार। कार्यक्रम यो सातामा यहाँहरूलाई हार्दिक स्वागत छ। म रामप्रसाद भण्डारी। दर्शकवृन्द, मुलुकको समसामयिक राजनीति र जनसरोकारका महत्त्वपूर्ण विषयमा हामी यस कार्यक्रममा विचार विमर्श गर्दै आएका छौँ। यसै क्रममा आज हामीले स्टुडियोमा निम्ताएका छौँ काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार साक्यलाई। उहाँसँग खास गरी काठमाडौँमा मेलम्चीको खानेपानी वितरण र यसको व्यवस्थापकीय पक्षका विभिन्न विषयमा केन्द्रित रहेर कुराकानी गर्दैछौँ। यहाँलाई कार्यक्रममा स्वागत छ। नमस्ते, धन्यवाद। खास गरी लामो पर्खाइपछि करिब 1 वर्षपछि मेलम्चीको खानेपानी वितरण हुँदैछ। आइतबारदेखि कसरी व्यवस्थापन हुँदैछ? खास गरी वितरण प्रणालीलाई यहाँले कसरी एउटा समानुपातिक वेबाट वितरण गर्दै हुनुहुन्छ? अब यो मेलम्चीको पानी अब भोलिबाट हाम्रो पोखरीहरूमा आउँदैछ र पहिलो चरणमा हामीले 17 करोड लिटरै नल्याएर 5 करोड लिटर, त्यसपछि 8.5 करोड लिटर, त्यसपछि 120 करोड लिटर, 12 करोड लिटर, त्यसपछि 14 करोड र त्यसपछि 17 करोड गरेर पालो पालो यो प्राविधिक कारणले बिस्तारै हाम्रो चाहिँ नयाँ पाइपलाइन सिस्टमले चार्ज गर्दै ल्याउन खोजिरहेछौँ। यो अनुसारले भोलिबाट हामी सुरुवात यो माङ्कालचौर, मिन भवन, अनामनगर र खुमलटार पोखरीहरूमा पानी राखेर त्यहाँबाट वितरण कार्य सुरु गर्दैछौँ। खास गरी अहिले जति पनि काठमाडौँ उपत्यकामा उपभोक्ताहरू हुनुहुन्छ 2,35,000 उपभोक्ताहरू हुनुहुन्छ। 35-37,000 उपभोक्ताहरू हुनुहुन्छ। 2,37,000 व्यक्तिको घरमा धारा जडान गरिएको अवस्था छ। ती धारामा अब पानी आउने तालिका परिवर्तन हुन्छ मेलम्चीको पानी थपिएसँगै? अब आजको दिनमा भन्नुपर्दाखेरि कुनै ठाउँमा 9 दिनको ग्यापमा छ, कुनै ठाउँमा 9 दिनको ग्यापमा पनि पानी नआइरहेको स्थिति छ भने अब मेलम्चीको 17 करोड लिटर जुन थप हामीलाई फाइनल्ली प्राप्त हुन्छ त्यो भइसकेपछि हाम्रो समय तालिका हामी परिवर्तन गर्छौँ र यो 5 करोड 8.5 करोड जुन हामीले भन्यौँ क्रमबद्ध बढाउँदै लग्ने जुन सिलसिला छ त्यसैको आधारमा पनि हामी चाहिँ पानी वितरण गर्ने तालिका प्लस क्षेत्रहरू पनि वृद्धि गर्दै लैजान्छौँ। अहिले खास गरी धेरैजसो उपभोक्ताको गुनासो छ कि धारामा चाहिँ पानी आउने जुन तालिका छ, यहाँले पनि अहिले भनिहाल्नुभयो 9 दिनसम्म पर्खनु पर्ने अवस्था छ र यस बिचमा पानी आउने पनि समय कटौती हुँदै गएको अवस्था पनि छ। पानीको स्रोत कमी भएरै होला अथवा उपलब्धता कमी भएका कारण पनि हुनसक्छ र यो वितरण प्रणाली समानुपातिक भएन भनेर कतिपय उपभोक्ताहरूले गुनासो गर्नुहुन्छ। किन यो व्यवस्थापन प्रभावकारी बनाउन सकिएन पानी अभाव हुँदाखेरि पनि? हजुर, अब माग कति छ भनेर हामीले हेर्नुपर्ने हुन्छ। अहिले काठमाडौँ उपत्यकामा पानीको माग 43 करोड लिटर प्रतिदिन छ। हामीलाई वर्षातको समयमा 15 करोडदेखि 17 करोड लिटरसम्म प्राप्त छ अहिलेको मुहानहरू जुन हाम्रो छ र सुक्खा मौसम आजकै दिनमा भन्नुपर्दाखेरि 10 करोड लिटरको माग घटेको अवस्था छ। एकदम सुक्खा समय हो अहिले, हैन? त्यसले गर्दाखेरि हामीले वर्षातको समयमा 3-4 दिनको ग्यापमा पानी वितरण गरिरहेका थियौँ भने अहिले 9 दिनको ग्यापमा छ। अझ हामी अहिले मुहानमा हेर्न जाने हो भने त त्यहाँ कमिला डोरिरहेको हामी पाउँछौँ, सुक्खा। त्यस्तो अवस्था भएको कारणले गर्दाखेरि पानी हामीले चाहिँ दिन सकेको अवस्था पनि होइन। प्लस चाहिँ अब कुनै ठाउँमा वर्षातमा हामीले चाहिँ 2 घन्टासम्म पानी दिन सकिरहेका हुन्थ्यौँ भने अहिले त्यो घट्दै गर्दै आधा घन्टामा पनि आएको अवस्था छ। 9 दिनको ग्यापमा अनि त्यो पनि आधा घन्टा भनेपछि त्यो त साह्रै न्यून नै भयो नि, हैन? र त्यो समानुपातिक हुन नसक्नको कारण पनि छ। कारण के हो त भन्दाखेरि त्यो नितान्त प्राविधिक हाम्रा जुन पोखरीहरू बने, जुन त्यसबाट निस्केका पाइपलाइनहरू छ, ती साइजहरू अब सानो भयो। हाम्रो माग चाहिँ बढ्दै गयो, साइज चाहिँ हाम्रो जस्तो छ त्यस्तै रह्यो। संरचना पुरानै छन् तर पानीको उपलब्धता बढ्दै गयो अनि ती साना पाइपमा पनि धारा थपिँदै गए, जसले गर्दाखेरि त आएको पानी त्यो पाइपलाइनले लिन सक्ने पानी त्यति नै रह्यो तर खपत धेरै भयो। गर्दाखेरि सबैमा भाग लाग्यो त्यो। अनि खाल्टोमा मात्र धेरै बेर आउने, अलिकति उकालो अनुसार नआउने, त्यो सबै कारणले गर्दाखेरि समानुपातिक वितरण पनि हुन नसकेको। गत वर्ष चैत 15 गते मेलम्चीको पानी काठमाडौँमा पहिलोपटक आएको थियो, धारामा वितरण गरिएको थियो र करिब 1 वर्षभन्दा बढी समयपछि भोलिदेखि आइतबारदेखि यहाँहरूले वितरण प्रक्रिया सुरु गर्दै हुनुहुन्छ र अहिलेको मोटामोटी अवस्था हेर्दाखेरि गत वर्षको र अहिलेको वितरण प्रणालीमा केही परिवर्तन हुन्छ? जस्तो अहिले 9 दिनसम्म पालो पर्खिनुपर्ने अवस्था छ भने अब उपभोक्ताले कति दिन पर्खनु पर्ला मेलम्चीको पानी फुल फ्लेजमा 17 करोड लिटर आइसकेपछि? गत वर्षको कुरा सम्झाइदिनु भयो, यहाँलाई धन्यवाद छ।
त्यो वास्तवमा हाम्रो लागि स्वर्णिम दिन थिए। हाम्रो काठमाडौँ उपत्यकामा मेलाम्चीको पानी आइरहँदाखेरि एउटा उत्सवको रूपमा रह्यो। त्यो किन पनि भन्दाखेरि यो मेलाम्चीको पानी आउँछ कि आउँदैन भन्ने त्यो बेलाको सबैको शङ्का आशंका थियो भने त्यो पानी आउँदाखेरि आउँदो रहेछ भन्ने कुरा एउटा प्रमाणित पनि भयो। र सँगसँगै चाहिँ हामीले अलि एकदमै महत्त्वाकांक्षी भएर हामीले दिनका दिनै पानी दिन सकिन्छ भनेर प्रयासहरू पनि धेरै गऱ्यौँ। त्यो सबै गर्दाखेरि कतिपय ठाउँमा दैनिकै पानी पनि आयो, 4-5 घण्टा पनि पानी आयो र कतिपय ग्राहकहरूले हामीलाई त पानी पुग्यो, हाम्रो अन्डरग्राउन्ड ट्याङ्कीहरू सबै भरियो, बाहिर आउन थाल्यो, कतिपय सुक्खा ठाउँ अझ पनि छ, त्यतातिर डाइभर्ट गरिदिनुहोस् भन्ने राम्रा सुझावहरू पनि हामीलाई दिनुभयो। त्यो अनुसारले हामीले डाइभर्ट पनि गऱ्यौँ। कतिपय ठाउँमा फेरि के भन्ने कुरा आयो भने होइन मेलाम्चीको पानी आउँदाखेरि नै हामी कहाँ धारा आएन भने अब कहिले आउँछ, यो के भएर नआएको, त्यो त आउने गरिदिनु पर्यो भनेर धेरै मात्रामा उपभोक्ताहरूले हामीलाई सुझावहरू पनि दिनुभयो। त्यो आधारमा हामीले धेरै सुधार पनि गऱ्यौँ। 3टा कारणले हामीले चाहिँ पानी नगएको देख्यौँ। एउटा त पाइपको साइज सानो भयो ती क्षेत्रमा होइन। दोस्रो कुरा पाइपहरू लिकेज भएर भूकम्पको समय पनि थियो नि त होइन, त्यो चुहावट भएर ढलभित्र पसिरहेको पनि पाइयो र कतिपय ठाउँमा पाइपमा चाहिँ ब्लकेज भएको पाइयो। त्यो 3टै कारणहरूलाई हामीले चाहिँ पत्ता लगाएर मर्मतहरू काम पनि सुरु गऱ्यौँ। हामीले चाहिँ गर्न सकेको सम्पन्न गरेर ठाउँमा पानी सञ्चालन पनि भयो भने त्यति क्रममा अब जेठको मसान्तसम्म आइँदाखेरि सुरुङै बन्द गर्नुपर्ने एउटा तालिका थियो। त्यसपछि हामीले चाहिँ छोड्नु पर्यो भने अब अहिले जुन पानी आयो नि आएकोमा चाहिँ हामीले गत वर्षको अनुभव, गत वर्ष त हामीले धेरै सिक्यौँ। हाम्रा केविकेलका कर्मचारीहरू ठाउँ ठाउँमा खटिएर कहाँ के समस्या के गर्दाखेरि आउँछ भन्ने एउटा ठुलो अनुभव पनि हासिल गरेको अवस्था छ। त्यस कारणले गत वर्षभन्दा यसपालि हामी उत्कृष्ट तवरले पानी चाहिँ व्यवस्थापन गर्न सक्छौँ। समानुपातिक दिन चाहिँ हाम्रो प्रयास छ। त्यस्तै गरेर नयाँ क्षेत्र, थप क्षेत्र, गत वर्षभन्दा पनि थप क्षेत्रमा हामी पानी दिने प्रयास चाहिँ गरिरहेछौँ। जस्तो कति दिन पालो पर्खिनुपर्छ भन्ने मेरो प्रश्न हो। जस्तो मेलम्चीको 17 करोड लिटर पानी थपिएपछि अब उपभोक्ताले हरेक दिन पानी पाउँछन् अथवा ग्याप कति हुन्छ, कति दिन कुर्नुपर्छ? जस्तो अहिले 3 दिनदेखि 9 दिनसम्म कुर्नुपर्ने अवस्था छ भने यो समय अवधि केही घट्छ, कुर्नुपर्ने समय अवधि पक्कै घट्छ। त्यो हामीले कतिपय ठाउँमा दैनिक पनि दिन प्रयास हाम्रो हुन्छ। कुनै ठाउँमा 1 दिन बिराएर अथवा एकदमै उकालो ठाउँहरू छ, नजाने स्थिति छ भने 2 दिन बिराएर पनि हामी गर्छौँ। यो किन भन्दाखेरि हाम्रो पोखरीहरू विभिन्न ठाउँमा छ, उकालो ओह्रालो होइन। ओह्रालो ठाउँमा चाहिँ केही समय बढी हामी दिन सक्छौँ भने कुनै पोखरीहरूमा खपत पनि कम छ, धारा सङ्ख्या कम छ। त्यसले गर्दाखेरि कुनै ठाउँमा दैनिक, कुनै ठाउँमा 1 दिन 2 दिन बिराएर दिने अवस्थाहरू आउँछ। तर हाम्रो यसपालिको प्रयास भने के हुन्छ भने दैनिक जाने ठाउँलाई पनि अलिकति समय घटाएर नजाने ठाउँमै हामी प्राथमिकता दिएर पहिलाको भन्दा राम्रोसँग पानी वितरण प्रणालीलाई यहाँले एउटा समानुपातिक हिसाबबाट व्यवस्थित गर्नुहुन्छ, व्यवस्थित गर्ने हाम्रो प्रयास। अब खास गरी काठमाडौँ उपत्यकाभित्र जति पनि खानेपानी सञ्जाल छ, पाइपहरूका सञ्जालहरू छन्, त्यो खानेपानीका पाइपहरू धेरै पुराना छन्। कतिपय पाइपहरू राणाकालीन समयदेखि गाडिएका पाइपहरू पनि छन्, तिनमा खिया लागेको छ, मक्किएका छन्। र खानेपानीकै केविकेलकै एउटा अध्ययनको निष्कर्ष छ कि 40% पानी त खेर गइरहेको अवस्था छ चुहावटका कारण भन्ने पनि यहाँहरूको निष्कर्ष छ। अब एकातिर चुहावट बढिरहेको अवस्था छ, अर्कोतर्फ यी पुराना खिया लागेका पाइपहरू छन्। यसलाई विस्थापन कहिलेसम्म गर्न सकिन्छ? अहिलेसम्म करिब 25% 40%सम्म गरिएको भनेर तथ्याङ्क छ। के छ, कहिलेसम्म यी सबै पाइपहरू एउटा नयाँ ढङ्गले एउटा ठुलो पानीको स्रोत उपलब्धता अनुसार थ्याङ्न सक्ने खालका पाइपहरू कहिले बिछाइन्छ? यो काम कहिले निर्माण सम्पन्न हुन्छ? यसको लागि हाम्रै केविकेल अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय भनेर छुट्टै प्रोजेक्ट अफिस छ। उसको योजना अनुसारले अहिले 1100 किलोमिटर पाइप बिछिसकेको अवस्था छ। तीमध्ये 410 किलोमिटरमा उहाँले परीक्षण गरेर नयाँ धारा चाहिँ 30,070वटा जोडेको पनि अवस्था छ। र यसपालि यो मेलम्चीको पानी आइरहँदाखेरि ती धाराहरूमा फ्लसिङ गर्ने काम, मिटर जडान गर्ने काम र सम्भव भएसम्म परीक्षणको रूपमा पानी पनि वितरण गर्ने काम हुँदैछ। र यो मेलम्चीको पानी उपलब्धता कति हुन्छ त्यसको आधारमा उहाँले परीक्षणलाई पनि तीव्रताका साथ अगाडि बढाउँदै हुनुहुन्छ। र जहाँ जहाँ हामीले चाहिँ परीक्षण सम्पन्न गऱ्यौँ त्यो ठाउँमा पुरानोलाई काटेर नयाँबाट दिने किसिमबाट हामी अगाडि बढ्ने भनेर योजना हामी बनाइरहेछौँ। जस्तो पुराना पाइपको कारणका कारण अहिले पानी वितरणमा समस्या कतिको झेल्नु भएको छ यहाँहरूले? पुराना वितरणका पाइपहरू यहाँले भन्नुभयो जस्तै 100औं वर्ष पुराना जीर्ण अवस्थाका होइन, तिनीहरूलाई अब हामी कतिन्जेलसम्म मर्मत गरेर चलाइराख्ने
भन्ने कुरा नै हो। दोस्रो कुरा समानुपातिक वितरण गर्नलाई ती पाइपका साइजहरू नमिल्ने भइसके। अहिले यहाँले उल्लेख गर्नुभएको चाहिँ त्यो नयाँ पाइप अहिले जुन डिजाइन भएर चाहिँ यो काठमाडौँ उपत्यकामा बिछिँदै आएछ, घर घरमा निःशुल्क तवरले हामी धाराहरू जोड्दै आएछौँ, त्यो चाहिँ एउटा पुरा डिजाइनमा छ। कुन ठाउँमा कति साइजको पाइप चाहिन्छ, त्यहाँ धारा सङ्ख्या कति हुन्छ, त्यहाँको खानेपानीको माग कति छ भन्ने आधारमा नै त्यो सबै डिजाइन भएर बनेको। र यसमा सबभन्दा राम्रो एउटा कन्सेप्ट के छ भन्दाखेरि डिस्ट्रिक्ट मिटरिङ एरिया भन्ने एउटा कन्सेप्ट छ। त्यो भनेको सर्टेन एरियालाई चाहिँ हामी छुट्याएका हुन्छौँ र त्यहाँ चाहिँ डिस्ट्रिक्ट मिटर भनेर एउटा ठुलो साइजको मिटर राखेको हुन्छ। त्यहाँ मिटरबाट कति पानी त्यहाँ भित्र गयो र हरेक धारामा जडान भएको मिटरबाट कति खपत देखायो, त्यो म्याच हुन्छ कि हुँदैन। त्यो म्याच नभएको भनेको त त्यो पानी त कतै लस भयो, कतै चुआउट भयो, कतै चाहिँ अब मिटरले देखाएन भन्ने कुरा आउँछ। त्यो भनेको उत्कृष्ट व्यवस्थापन हो। त्यो म्यानेज हामीले गर्दाखेरि सबैलाई समानुपातिक पानी दिने अवस्था चाहिँ रहन्छ। पक्कै पनि। जस्तो कि अब खास गरी यहाँले अघि पनि एउटा तथ्याङ्क दिनुभयो कि काठमाडौँ उपत्यकामा दैनिक 43 करोड लिटर पानीको माग छ र अहिले 10 करोड लिटर प्रतिदिन उत्पादन भइरहेको अवस्था छ, पानी वितरण गर्न सकिएको छ। र अब मेलम्चीको खानेपानी आइसकेपछि 17 करोड लिटर थपिन्छ र अहिले पनि 15-16 करोड लिटर त अपुगै हुन्छ। अब यो अपुग जुन 15-16 करोड लिटर पानी छ, यसको कसरी आपूर्ति व्यवस्था मिलाउनुहुन्छ? जस्तो कि यहाँहरूले पहिला वैकल्पिक स्रोतका रूपमा ट्युबवेलहरू स्थापना गर्ने, ट्युबवेलबाट पानीको उपलब्धता गराउने हिसाबले पनि काम गरिरहनु भएको अवस्था छ। यसमा अब ट्युबवेलबाट कति प्रतिशत पानी यहाँहरूले उत्पादन गर्न सक्नुहुन्छ? हाम्रो क्षमता के छ केविकेएलको? र अर्कोतर्फ अब जुन यो ग्याप छ, यो ठुलो खाडल चाहिँ कसरी साँघुरो बनाउनुहुन्छ यहाँहरूले? अब वितरणको सन्तुलन जुन असन्तुलन छ हामीलाई उपलब्ध भइरहेको सतह स्रोत 35 वटाबाट र जमिन मुनिको 102 वटा ट्युबवेलबाट हामीलाई पानी आपूर्ति भइरहेको हो। त्यो सबै गर्दाखेरि 10 करोड लिटर भनेर हामीले भन्यौँ। त्यो 10 करोड लिटरमा 60% अहिले ट्युबवेलको पानीको योगदान छ भने 40% मात्र सतह स्रोतको छ। र यसपालि पनि हामीले के भन्यौँ भन्दाखेरि अब यो मेलम्ची आउने काम पनि भइरहेछ, त्यसलाई द्रुत गतिले अगाडि बढाइरहेकै अवस्था छ, तर ग्याप त मिनिमाइज गर्दै जानु पर्यो। त्यसकारण यो सालले हामीले 13 वटा नयाँ ट्युबवेल खन्ने योजना बनायौँ। त्यसमा करिब अहिले हाम्रो 7 वटा ट्युबवेल सम्पन्न पनि भइसकेको अवस्था छ र यो 13 वटा ट्युबवेलबाट 1 करोड 30 लाख लिटर दैनिक पानी उत्पादन गर्ने किसिमले हामी गयौँ। र सतह स्रोतहरूको सम्बन्धमा पनि अब कसरी संरक्षण गरेर बढीभन्दा बढी कसरी पानी ल्याउन सकिन्छ, कतै चुहिएर गइरहेको अवस्था पनि रहन्छ, त्यसलाई पनि कसरी मर्मत गरेर स्रोतमा उपलब्ध पानीलाई बढीभन्दा बढी हामीले चाहिँ पोखरीमा कसरी ल्याउन सकिन्छ भन्ने किसिमले हामीले संरक्षणात्मक तवरले पनि हामीले काम गऱ्यौँ। त्यसरी नै हामी ठानिरहेका छौँ। र 17 करोड लिटर पानी आइरहँदाखेरि पनि हाम्रो जुन माग पूर्ति हुने अवस्था छैन, त्यसकारण अन्य स्रोत पनि चाहिन्छ भन्ने कुरा त यथार्थै भयो। त्यसैले अब याङ्ग्री लार्केको कुरा आइरहेको कारण पनि त्यही हो। तर अब याङ्ग्री लार्केको पानी पनि ल्याउनलाई र चाहिँ अहिलेकै मेलम्चीको पानीलाई पनि स्थायी रूपमा ल्याउनको लागि त्यहाँ धेरै कार्यहरू गर्नुपर्छ भन्ने कुराहरू हामीले बुझिरहेकै छौँ। त्यसमा एडिबीबाट खानेपानी मन्त्रालयको पहलमा अध्ययन भइरहेको छ र त्यो अध्ययनबाट एउटा रिपोर्ट आइसकेपछि अब स्थायी रूपमा मेलम्चीबाट पानी ल्याउनलाई के गर्नुपर्ने छ भन्ने कुरा पनि आउँछ र याङ्ग्री लार्केको पनि पानी कसरी छिटोभन्दा छिटो ल्याउने भन्ने कुरा पनि आउँछ। तर यसै बिचमा जस्तो मकवानपुरको सिस्नेरी खोलाबाट पानी ल्याउनको लागि पनि विस्तृत अध्ययन हुँदैछ। खास गरी काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले एउटा अगुवाई गरिरहेको अवस्था पनि छ। त्यसको अवस्था के छ? ती सबै स्रोतहरू सुनिश्चित हुने अवस्था छ कि छैन अहिले? अब यो सिस्नेरी एउटा राम्रो विकल्पको रूपमा देखिएको छ, एउटा टेक्निकली पनि फिजिबल देखिएको छ। अहिले फास्ट ट्र्याक खुलेको कारणले गर्दाखेरि त्यसैबाट चाहिँ पाइप बिछाएर ल्याउन सकिने, मुआवजाहरूको धेरै झन्झट नहुने होइन, त्यो सबै कारणले त्यसमा यो भ्याली बोर्डले निकै अगाडि बढाइसकेको अवस्था छ। यो एउटा एकदम भरपर्दो खानेपानीको स्रोत हुन सक्ने भन्ने देखिएको छ। यसमा उहाँले निकै राम्रो पहल गरिरहनु भएको छ। अब खास गरी यी स्रोतहरू कहिलेसम्म आउँछन् र काठमाडौँका जनताले सबैको घरमा समान रूपले धारामा पानी आउने अवस्था कहिलेसम्म बन्छ जस्तो लाग्छ यहाँलाई? जस्तो कि अहिले एउटा के छ भने आम मानिसमा धारणा मेलम्ची आए पनि हाम्रो घरमा पानी आउँदैन भन्ने धेरै उपभोक्ताहरूको गुनासो सुन्ने गरिन्छ। यहाँले पनि ती गुनासाहरू पक्कै सुन्नुभएको छ होला। अब मेलम्ची आइसकेपछि पनि पानी आएन भने एक किसिमको उपभोक्ताहरूमा निराशा छाउने अवस्था पनि छ। कसरी आश्वस्त पार्न सक्नुहुन्छ उपभोक्ताहरूलाई? अब मेलम्चीको 17 करोड आएर पनि नआउने भनेको क्षेत्र अलिकति रिङ रोडको एरियाभन्दा टाढा
र अहिले भएका खानेपानीका मुहानहरूको पहुँच पनि नभएका एरियाहरू हुन्छन्। सबैले नपाउने भन्ने स्थिति त हुँदैन, थोर बहुत त पाउनु नै हुन्छ हैन। अब त्यहाँ कसैको पाइपै बिग्रेको होला, कसैको अब चाहिँ पाइपलाइनसँग सम्पर्क नभएको अवस्था हुन सक्ला, त्यस्तोले मात्र नपाउने हुन्छ। त्यसैले त्यो सुनिश्चितता पनि हामी गर्छौँ। अब नेपाल सरकारबाट नै खानेपानी मौलिक हक भनेर घोषणा भएको अवस्था छ, संविधानमै आइसकेको, संविधानले नै ग्यारेन्टी गरेको अवस्था छ। हरेक घरमा एउटा धारा दिनुपर्छ भन्ने कुराहरू छ। त्यो उद्देश्य लिएर हामी केविकेएल पनि अगाडि बढिरहेका छौँ र हाम्रो खानेपानी मन्त्रालय, हाम्रो काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड सबै हामी लागिरहेका छौँ र यो हामीले लक्ष्य चाहिँ जसरी पनि हासिल गर्छौँ। तर कहिले भनेर भन्न सक्ने अवस्था छैन, किन भन्दा आयोजना यो चाहिँ क्रमशः हामी चाहिँ अगाडि बढ्दैछौँ। जस्तो कि यहाँले अहिले भन्नुभएको सिस्नरीको कुरामा अब रिपोर्टहरू एउटा तयार भएर अब डिटेल रिपोर्ट तयार गर्नुको लागि एउटा टेन्डर प्रक्रिया नै भइसकेको अवस्था छ। त्यस कारणले यो क्रमशः हुँदै जान्छ र मलाई जहाँसम्म लाग्छ उहाँले छिटोभन्दा छिटो ल्याउने नै प्रयास चाहिँ गरिरहनु भएको छ। पक्कै पनि। अब खास गरी मेलम्ची खानेपानी आयोजना पटक पटक त्यहाँ समस्या आउने गरेको छ। यस पटकको वर्षायाममा पनि त्यहाँ केही समस्या आउन सक्छ भनेर कतिपय विज्ञहरूले एउटा सचेत बनाउनु भएको अवस्था पनि छ। त्यहाँको भूबनोट अलि जोखिमपूर्ण छ भन्ने कुराहरू पनि आइरहेको अवस्था छ। यो समग्र स्थितिलाई हेर्दा मेलम्ची खानेपानी आयोजना त्यति भरपर्दो स्थायी रूपमा यसबाट पानी निरन्तर आउन सक्छ भन्ने ग्यारेन्टी गर्न सक्ने अवस्था छैन भनेर पनि कतिपयले एउटा संशय व्यक्त गर्ने गरेको सुनिन्छ। यस्तो अवस्थामा काठमाडौँमा खानेपानी जस्तो अति आवश्यक एउटा पानीलाई व्यवस्थित रूपमा धारामा पुर्याउनु पर्ने दायित्व बोकेको केविकेएलका सामु चुनौती पक्कै छन्। कसरी व्यवस्थापन गर्नुहुन्छ अबको चुनौतीलाई यहाँहरूले? अब सबभन्दा पहिलो कुरा त यहाँले अहिले भन्नुभयो जस्तै अब मेलम्चीमा बाढी आउँदाखेरि फेरि पनि सुरुङ बन्द गर्नुपर्ने हुन्छ भन्ने कुरा अहिलेसम्मको एउटा बुझिएको कुरा छ र क्षति चाहिँ नपुगोस् भन्नको लागि एउटा एलर्ट सिस्टम पनि त्यहाँ जडान भइसकेको छ। बाढी आउने त्यहाँ चाहिँ कुनै खतरा हुनासाथ त्यो एलर्ट सिस्टम चाहिँ चालु हुन्छ र सुरुङको गेटलाई चाहिँ छिटोभन्दा छिटो बन्द गर्ने किसिमबाट जान्छ, जसले गर्दाखेरि सुरुङ सुरक्षित रहन्छ र फेरि बर्सात र बाढी कम भएपछि फेरि हामी पानी ल्याउन सक्ने स्थिति रहिहाल्यो। र प्रकृतिले पनि हामीलाई चाहिँ अब यो बर्सातको समय सुरु भएपछि अलिकति हाम्रै जुन स्रोतहरू छ नि, अहिले 35वटा मुहान हामीले भनिरहेछौँ, त्यहीँ पनि पानी बढ्छ। 15-17 करोड लिटरको हाराहारीमा आउँछ। त्यो आउँदाखेरि हामीले 3-4 दिनको ग्यापमा त पानी दिन सकिने अवस्था रहि नै हाल्यो। तापनि यहाँले भन्नुभएको कुरा साह्रै जायज छ कि अब त्यतिलेमा हामी सीमित भएर रहन सक्ने अवस्था छैन। त्यसकारण हामीले के एउटा पनि अहिले तत्काल गर्न सकिने भनेर एउटा फाइन्ड आउट गरेछौँ भने सुन्दरी जलको बागमती नदीबाट हामीले केही नभए पनि 10 करोड लिटर जति चाहिँ पानी ल्याएर अहिलेको नयाँ सुन्दरी जल ट्रिटमेन्ट प्लान्टमा राख्न सकिन्छ भन्ने एउटा अध्ययनले देखाइरहेछ। त्यो छिटोभन्दा छिटो गर्ने हामीले प्रयास गरिरहेका छौँ। भनेपछि 10 करोड लिटर त्यहाँबाट थप हामीलाई आइरहने भयो, यता 15 करोड लिटर चाहिँ नेचुरली नै हामीलाई चाहिँ उपलब्ध हुने भयो भन्दाखेरि राहत चाहिँ हामीलाई हुन्छ। र अब अलिकति यो दीर्घकालीन यहाँले नाम लिनुभएको सिस्नरी जसले कि 14 करोड लिटर प्रतिदिन चाहिँ पानी ल्याउन सक्छ, त्यसलाई छिटोभन्दा छिटो कसरी हुन्छ सम्पन्न गर्ने। तर त्यसको लागि पनि धेरै चुनौतीहरू छन्, जस्तो बजेटको सुनिश्चिततादेखि लिएर वातावरणीय प्रभाव मूल्याङ्कनदेखि धेरै प्रक्रियाहरू पुरा गर्नुपर्ने अवस्था छ। प्रारम्भिक चरणमा अहिले डिपिआरको लागि टेन्डर भएको अवस्था छ र काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले त्यसलाई जतिसक्दो चाँडो एउटा सम्पन्न गर्नको लागि परेको त छ। तर त्यसका चुनौतीहरू कसरी अगाडि बढ्छन्, बजेट कसरी व्यवस्थापन हुन्छ भन्ने कुराहरू प्रक्रियामै रहेको अवस्था छ। र अन्य स्रोतको कुरा गर्दा यहाँले अघि एउटा ट्युबवेलहरूको माध्यमबाट पनि पानी उत्पादनको कुरा गर्नुभएको छ। यो पानी कतिको भरपर्दो, कतिको सुरक्षित हो? ट्युबवेलको पानी अहिलेसम्म हामीले काठमाडौँ उपत्यकामा हेरिरहँदाखेरि एउटा ट्युबवेलबाट करिब चाहिँ 6 लाखदेखि 10 लाख लिटरसम्म प्रतिदिन पानी उत्पादन हामीले गर्न पाइरहेका छौँ। र कतिपय हाम्रो अहिले मौजुदा ट्युबवेलहरू छन्, त्यसमा चाहिँ पहिला अब चाहिँ पम्पले पानी तानुन्जेलसम्म तानिरहने, नआएपछि ल अब त यो के भयो भनेर हेर्ने चलन थियो। हामीले चाहिँ अब अहिले चाहिँ के गरेछौँ भने होइन, त्यस्तो होइन। हाम्रो मानिसहरूको हेल्थ चेकअप गरे जस्तै ट्युबवेलको पनि हामीले चेकअप गर्नुपर्छ। केही नभए पनि 2 वर्षमा सकिन्छ, 1 वर्षमा हामीले भिडियो नै पठाएर त्यहाँभित्र अवस्था के छ त्यो हेर्ने र त्यसलाई मर्मत समयमै गर्दाखेरि त्यो हामीले गत सालमा हामीले 20वटा ट्युबवेल त्यसरी मर्मत गरेर हेऱ्यौँ। गर्दाखेरि हेर्नुहोस् त 20वटा ट्युबवेल 60 लाख लिटर त थप पानी आयो हामीलाई, पहिला आइरहेको भन्दा
60 लाख लिटर थप आयो भनेपछि त्यो पनि एउटा उपाय देखियो नि त। हामीले 102वटा ट्युबवेललाई त्यसरी नै एउटा रेगुलर मर्मत गर्दै सफाइ गर्दै जाँदाखेरि त त्यसले थप पानीको उत्पादन बढ्ने देखियो। भनेपछि अब अभावै भइरहेको अवस्थामा त अब चाहिँ अलिकति मात्र पानी हामीलाई थप आयो भने पनि ठुलो राहत हुने कुरा रहेछ नि त। त्यसलाई पनि हामीले प्राथमिकता दिएछौँ। मलाई जहाँसम्म लाग्छ त्यसरी नै हामीले विकल्पहरू निकाल्दै अगाडि बढेरै अब ठुलो भोल्युमको पानी नआउन्जेलसम्म काठमाडौँ उपत्यकामा चाहिँ खानेपानीको व्यवस्थापन गर्नुपर्ने स्थिति छ। अन्त्यमा खास गरी अहिले जसरी खानेपानीको वितरण भएको छ, जुन वितरण सिस्टम छ, जसरी पानीको उपलब्धता भएको छ, जुन वितरण गरिएको पानी छ त्यसको गुणस्तरीयतामाथि पनि थुप्रैले प्रश्न उठाउने गरेका छन् कि काठमाडौँमा वितरण गरिएको पानी पिउन योग्य छ कि छैन भन्ने आम प्रश्न छ। र एउटा तथ्याङ्कले के भन्छ भन्दा अनुसन्धानको तथ्याङ्कले 70% भन्दा बढी सहरी क्षेत्रमा वितरण गर्ने पानीमा इकोली ब्याक्टेरिया फेला परेको छ भनेर पनि भनेको अवस्था छ। किन यो पानीको स्रोतमा गडबडी हो अथवा कहाँनिर मिसावट हुन्छ अथवा हाम्रो ट्रिटमेन्ट प्लान्ट नै सही ढङ्गले अगाडि बढेका छन् कि छैनन्? पानी सुरक्षित 100% सुरक्षित बनाउन सकिन्छ कि सकिँदैन? यो यदाकदा प्रश्नहरू चाहिँ उठ्ने गरेको छ। हाम्रो केयुकेलमा पनि यस्ता शिकायतहरू आइरहन्छन्। अब हामी के गर्छौँ भन्दाखेरि हाम्रो केयुकेलको केन्द्रीय प्रयोगशाला भनेर एउटा उत्कृष्ट इक्विपमेन्ट भएको प्रयोगशाला छ। मुहानबाट आएको र वाटर कुन गुणस्तरको छ उसले स्याम्पल लिन्छ, ट्रिटमेन्ट प्लान्टमा राखेर ट्रिट भएर वितरणमा जाने बेलामा त्यसको क्वालिटी कति सुधार भयो भनेर त्यसको पनि हामी स्याम्पल लिन्छौँ। त्यो स्याम्पलहरू हामीले हेर्दाखेरि अहिलेसम्म नेपाल सरकारको स्ट्यान्डर्ड बमोजिम मापदण्ड बमोजिम नै छ। अब पानी कहाँ गएर चाहिँ खराब हुँदो रहेछ भनेर हामीले हेर्दाखेरि हाम्रो ग्राहकहरूकोमा विशेष गरेर हामी कोर एरिया भन्छौँ नि, सहरको भित्री भागहरूमा जहाँ कि खानेपानीको पाइपलाइन र ढलको पाइपलाइन करिब नजिकै हुन्छ। कतिपय हाम्रो ग्राहकहरूले हाफ इन्ची धाराहरू जुन लग्नुहुन्छ ढल भित्रैबाट पनि लगिराख्नुहुन्छ। त्यस्तो ठाउँमा त्यो पाइप चाहिँ खिया लाग्दो रहेछ छिटै। हामीले हेर्दाखेरि त्यस्तै 10-15 वर्षको समयावधिमा त्यो खिया लागेर पालपालै परेर त्यो चाहिँ जीर्ण अवस्थामा भइसकेको हुन्छ। अब हाम्रो यदि पानी सप्लाई 24 घण्टा भइदिएको भए पनि त्यो पानी पाइपमा भइरहन्थ्यो, फोहोर पस्दैन थियो। अब हाम्रो रह्यो, हामीले नै अहिले भन्यौँ 9 दिनको ग्याप, 6 दिनको ग्याप होइन, त्यो ग्याप हुँदाखेरि त्यो ढल फोहोर पानीहरू चाहिँ त्यहाँ पस्ने देखियो। र त्यसरी खाली पाइपमा एउटा ग्राहकको खाली पाइपबाट फोहोर पस्दियो भने त्यो पसेको चाहिँ फोहोर त आएर मेन लाइनमा आउँदो रहेछ, मेन लाइनबाट त सारा ठाउँ फैलिनेछ। यस्तो गुनासो आएपछि हामी केयुकेले चाहिँ के गरिरहेछौँ भन्दाखेरि त्यो एरियालाई हामी आइसोलेट गर्छौँ, कहाँबाट भित्र छिर्यो भनेर पत्ता लगाउँछौँ। त्यो कठिन छ कार्य चाहिँ, तर हामीले पट्टा लगाइरहेका छौँ, समय पनि लागिरहेछ त्यो गर्दाखेरि। तर ती चिजहरूलाई हामीले डिस्कनेक्ट गरेर त्यहाँ नयाँ पाइपलाइनहरू बिछ्याएर के गर्दाखेरि त्यो उपायहरू हुन्छ। कुनै ठाउँमा अब ढलको मङ्गालहरू पनि पाइप भएको ठाउँमै बनाएको अवस्था पनि हामी देखिरहेछौँ। त्यसलाई चाहिँ मङ्गालभन्दा बाहिर डाइभर्ट गरेर त्यसरी हामीले एउटा प्रदूषण हुने पोइन्टलाई नै करेक्सन गरेका छौँ भने अब कतिपय ठाउँमा हामीले यसरी चाहिँ ग्राहकहरूको पनि स्याम्पल लिइदिन्छौँ, छड्के स्याम्पल गर्छौँ र त्यो स्याम्पलहरूको आधारमा पनि हामीले रेगुलर मोनिटरिङ चाहिँ गरिरहेका हुन्छौँ। अब यहाँले भन्नुभयो जस्तै अब त्यो कहिले एकदम धाराबाटै पिउन सक्ने हुन्छ भन्ने कुरा हाम्रो कम्पनीको लक्ष्य पनि हो, हुनुपर्ने पनि त्यही हो। त्यसैको लागि नै अहिले आयोजना कार्यान्वयन निर्देशनालयबाट नयाँ पाइपलाइन बिछ्याउने कामहरू भइरहेछ। अहिले यहाँले देख्नुभयो होला एचडिपी पाइपलाई प्रयोग गरिएछ होइन। एचडिपी पाइप प्रयोग अब बिछाइएको पाइपबाट जसरी पानी सप्लाई हुन्छ त्यो धेरै सुरक्षित र भरपर्दो छ भन्ने यहाँले भन्ने विचार गर्नुभयो। हस् त, यहाँ आएर आफ्ना महत्त्वपूर्ण विचारहरू राखिदिनु भयो, यहाँलाई धन्यवाद। हजुर, हस्, धन्यवाद। आदरणीय दर्शकवृन्द, हामीले कुरा गऱ्यौँ काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन कुमार साक्यसँग। आजलाई कार्यक्रमबाट बिदा चाहन्छौँ। नमस्कार।